एउटा म्याच जित्यो भनेर खुब खुसी भइरहेको थियो युए। आयो होला हैन स्वाद। ल साथीहरू, नेपालले युएको फुल बाजा बजाइदिएको छ। 37 रनले जितेको छ नेपाल। नेपाल वुन बाई 37 रन। नेपालको ब्याटिङ सुरुमा कोल्याप्स भए पनि दिपेन्द्र सिंह ऐरीले आएर नेपालको ब्याटिङलाई सम्हाल्यो। सुरुमा युएका बोलरले फुल डोमिनेट गरेका थिए। विकेटको विकेट झरिरहेको थियो। त्यसपछि आउँछन् दिपेन्द्र सिंह ऐरी र युएका बोलरको फुल बाजा बजाइदिन्छ। बब्बाल खेलेका छन् आज दिपेन्द्र सिंह ऐरी, बब्बाल खेलेका छन्। नेपालको खराब अवस्थामा दिपेन्द्र सिंह ऐरी आउँछन् जति बेला 3-4 विकेट झरिसकेको हुन्छ र दिपेन्द्र सिंह ऐरी लास्टसम्म जान्छन्। लास्टसम्म गएर दिपेन्द्र सिंह ऐरी 75 रन बनाउँछ र नेपाललाई एउटा सम्मानजनक स्कोर 200 सम्म पुर्याउँछन्। दिपेन्द्र सिंह ऐरी मात्र होइन साथीहरू, आज नेपालका बोलरले पनि युएका ब्याटरमाथि फुल डोमिनेट गरे। जब युए 200 रन चेज गर्न आउँछ, करण केसीले सुरुमै 2 विकेट निकाल्दिन्छ र युए माथि प्रेसर बनाइदिन्छ। आजको म्याचमा दिपेन्द्र सिंह ऐरी पछि क्रेडिट जान्छ करण केसीलाई पनि, किनभने करण केसीले पनि 10 ओभरमा 19 रन दिएर 4 विकेट निकाल्छन्। 2 विकेट त एउटै ओभरमा लिन्छन् अनि 2 ओभर मेडन पनि गराइदिन्छन्। नेपालका बोलरले पनि एकदम राम्रो पर्फर्मेन्स गरे आज। त्यस्तै गरी सन्दीप लामिछाने र सोमपाल कामीले पनि 2-2 विकेट लिन्छन्, तर सोमपाल कामीलाई अलि रन भने बढी खान्छन्। सोमपाल कामीले चाहिँ 10 ओभरमा 50 रन खान्छन्, विकेट पनि निकाल्छन्, 2टा विकेट निकाल्छन्। त्यस्तै सन्दीप लामिछानेले पनि 25 रन दिन्छन् 10 ओभरमा, 25 रन दिएर उनले पनि 2 विकेट निकाल्छन्। अनि दिपेन्द्र सिंह ऐरीले पनि 1 विकेट निकाल्छन्, 30 रन दिन्छन् 10 ओभरमा। आज नेपालले बब्बाल खेलेछ, युएको फुल धुवा निकालिदिएको छ।